हेलो गाइस, धेरै पछि मेरो युट्युब च्यानलमा फेरि स्वागत छ। आज चाहिँ म खाएको भिडियो होइन, हिँडेको भिडियोको लागि चाहिँ तपाईँहरूमा आइसकेको छु। आज चाहिँ हाम्रो यात्रा चाहिँ हिजो हाम्रो काठमाडौँदेखि बेलटारसम्मको थियो, आज बेलटारदेखि गाउँसम्मको। काठमाडौँदेखि बेलटारसम्मको चाहिँ हाँसै हाल्नु अल्छी लाग्यो। हामी अफरोडमा 3 राइडरहरू, राइडर मतलब खतरावाला होइन है, राई मतलब हाम्रो कास भाइ डराइ डराइ चलाउने भएर राइडरहरू चाहिँ अफरोड 2टा स्कुटर, एउटा दियो, एउटा एभिएटर र अर्का चाहिँ हाम्रा होनहार चालकले चाहिँ कुन चलाउनु रहेछ एफजेडमा। हामी बेलटारदेखि अब उकालो लाग्यो। बिचमा तपाईँहरूलाई म स्वागत गर्नेछु। हेन्डसम भाइ कुदिरहेछ। हेरे अब यो चाहिँ भनेर चाहिँ नसोच्नु, यो चाहिँ एकछिन मात्रै हो है। एकछिनपछि चाहिँ फेरि मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भने ढुङ्गामाथि टायर कुदाउनु पर्ने हुन्छ। अब चाहिँ एकछिनमा चाहिँ यो चाहिँ अलिकति लागपत्रे गरेको छ। हातै पनि खासै राम्रो छैन, उक्किसकेको जस्तै। छोरीचेलीले बिहान उ गरेर के छ हेर्छ भाइ, बिहान मेकअप गरेर बेलुका गए जस्तै। कति केटाहरू कुन बाटो छु हो, बाटो त यही जस्तो लागेको थियो। कोही देखिँदैन, धुलो पनि उडेको छैन। कतादेखि छिरेछ हुरुरु गइसक्यो। बिचको बाटो कता बिचको बाटो यहाँ त कोही छैन। ल फेरि पनि स्वागत छ तपाईँलाई मेरो सानो भलगमा। अलिकति प्राविधिक कारणले गर्दा माथि तलतिर खिच्नु पाइएन, स्ट्यान्डले काम नगरेर। अहिले फेरि मैले यसलाई जोडतोड आफ्नो आइडियाले ढुकुर हरेर आइडिया लगाएर उहाँलाई आइडिया निन्जा टेक्निक लगाएर फेरि अल्झाएर फेरि स्वागत गर्दैछु। पहिले चाहिँ यता लगभग खोटाङको मान्छेहरूले यो बाटो नहिँडेको कोही पनि हुनुहुन्न होला। खोटाङ जिल्ला भरिका यही बाटोदेखि नुन तेल मधेसी चामल यहाँदेखि बोकेर लिएर खाइन्छ। अचेलै तपाईँहरूलाई चामल मिठो भएन, हामीलाई जिरा मसिनो चाहियो भन्दै गर्दै फोन आउँछ। हामी त्यही चामलको लागि त्यो चामलको भात खानु पाउँदा कति खुसी हुन्थ्यौँ। त्यस्तै हो, समयअनुसार परिवर्तन पनि साह्रै ठुलो परिवर्तन। 5 दिन लगाइन्थ्यो बेलटारदेखि, भारी बोकेर जाँदा 2 दिन 2.5 3 लगाइन्थ्यो। अहिले हाँसाका पोथीदेखि 3-4 घन्टामै टुकुरहरू बिहान भोकाएर खाँदै रहेछ। म तपाईँहरूलाई धेरै चाहिँ भिडियो खिच्दिनँ बिचमा, किनभने बाटो त देखिहाल्नु होला। यो एकदमै राम्रो छ, पिच जतिकै तर घोरो गर्छु। माथि डरको बर मतलब बरमा को बास बस्नु भयो। आमा राति 2 बजी रातिदेखि सर हावा चल्ने, अनि त्यति बेला भूतको कथा याद आउने हो। बरको रूपमा त भूत हुन्छ। भूतहरू आएर 12 बजीदेखि उनीहरू नाच्छ, हल्ला गर्छ, नाच्ने ठाउँ भनेर साह्रो डर लाग्थ्यो। मुत्नु निस्किनु पनि डर लाग्थ्यो। हुन त अहिले पनि म खासै साहसी चाहिँ होइन, अहिले पनि मुत्नु चाहिँ मलाई डरै लाग्छ राति चाहिँ। त्यही भएर सुत्नुभन्दा अगाडि साथीहरूसँगै हुँदा जबरजस्ती हक्ने, कनिएर मुत्ने गरेर ओछ्यान छिरेपछि चाहिँ फेरि मेरो कि त बुढी नै चाहियो, बुढी पाइखाना जाउन भन्नलाई, नत्र म निस्किँदिनँ। अथवा पर भित्र गु पनि घोलिएर पातलो बनेर छेरपाटे होस्
उज्यालो भएपछि मात्रै डर यहाँनिर प्राय सबजना बसिन्थ्यो खतरा लाग्थ्यो यो घरहरू अब अहिले चाहिँ पक्की घर बनाउनु हुँदैछ यतापट्टि यस्तै छ है बाटो खोटाङ उदयपुर जोड्ने बाटो बङ्सिलावाला म त फेरि सिङ्गल भएपछि त फेरि पनि टिल 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 कुदाउनु मन लाग्छ है यो बाटोमा खास बाख्रा खुसुक भन्दा फेरि यहाँ खासै गाडी पनि आउँदैन यता गए पनि भयो उता गए पनि भयो जानु चाहिँ पर्यो बटार्नु छोड्नु भएन स्कुटरलाई होइन त हजुर हाम्रो हेन्सम भाइ मस्किँदै आइराख्नु भएको छ माथि अहिले चाहिँ तर जस कृषिमा चाहिँ अलिअलि अनुदान पाएर पनि होला सायद सरकारदेखि जस के चाहिँ गरिरहनु भएको छ यहाँ पनि भित्ताभरि यहाँ पहिले हामी त खासै यहाँ के हुन्थेन अहिले त कस्तो दामी केरा फेरि अहिले केराको भाउ आकाशीको छ यहाँ हिलो छ फेरि हाम्रो साथीहरू चाहिँ हिलोमा चाहिँ हिँड्नु मान्दैन त्यही भएर अघि बगरमा पनि हिलो छ भने यता देखाउनु हुँदै थियो मेरो अलिकति धोका दियो माइकले अब यो चाहिँ फेरि पिच है यो गाउँघरको पिच हो यो चाहिँ आमा पछि फेरि यो टक्क गाउँ गएर फर्केर आउँदा चाहिँ स्कुटरको पाठ पुर्जाहरू के हुँदैन लगभग तर म प्रायः स्कुटरमा हिँड्छु अब हामी कस्तो दामी घर बनाउनु भएको बाले अब हामी बेलको बोटकोतिर यात्रा हुँदैछ हाम्रो दाजु जोत्नु हुँदो रहेछ मकैबारी कस्तो मजाले जोत्नु मकै पनि जोत्नु हुन्छ हाम्रोतिर चाहिँ एक होराउने दोहोऱ्याउने भनेर ऊ छ यता चाहिँ जोत्नुहुन्छ गोरुलाई मोहलो लगाइदियो टेक्नोलोजिया मोहलो लगाएपछि खाँदैन केही पनि नखाएपछि जोत्ने गोरुले यो भाले काट्नु सजिलो हुन्छ है कपालै छैन रोपिदिनुपर्छ जस्तो छ अचल शर्माको बुढाले रोपिदिन्छ यो भालेलाई पनि कपाल आमा के होला यो स्कुटर भन्ने चिज यस्तोमा पनि चलिरहेछ दौडिन्छ ए पहिले बस्ने ठाउँहरू यता हामी बस्थ्यौँ यहाँदेखि पनि जान्छ तर हामी रोटे दिन आँप फलेको हेर है फेरि यो रोड भनेको चाहिँ हजुर पिच हो है पिच हाम्रो गाउँको पिच बाटोमा कस्तो फिल हुन्छ भनेपछि तपाईँहरूलाई थाहा छँदैछ होला यस्तो पिचमा घेचेक भन्दै फलाना थोक्दा लगभग आधा मोरै हुन्छ फेरि म तपाईँहरूलाई फेरि यो बौला चाहिँ कहाँ हिँडेको भनेर सोच्नु होला साँच्ची मैले त विशेष कुरै भन्ने भुलेछु हामी चाहिँ फेरि युकेली माइलाको बिहा हाल्नु हिँडेको बेहुला बेहुली र मेरो उनी र मेरो प्रिन्सेस चाहिँ तल बुलेरो देखाउनु हुँदैछ म तथा साथीहरू अब साथीहरू चाहिँ फेरि अघि सुरुमा पनि मैले जिकिर गरेको थिएँ नि साथीहरू राइडर साथीहरू चाहिँ मलाई छोडेर पछाडि हुनुहुन्छ म चाहिँ अगाडि पहिले मेलापात जाँदा मकै र जाँड बोकेर जान्छ अहिले त दिदीले चिप्स र डिउ भनेपछि विकास भएको भनेर मान्नुपर्छ कि पर्दैन मकै मही जाँड बोक्ने ती हातहरूले अहिले कुरकुरे करेन्ट साथमा चाहिँ डिउ एक्सट्रिम रेडबुल बोकेर जानु हुँदैछ मेलो भनेपछि विकास देशले फड्को मारेकै हो ए टुकटुके भन्छ टुकटुके अब चाहिँ भिडियोलाई अलिकति म
छुट्याउँछु किनभने अब एकछिन मारेर माथि पछि टुकटुके आयो टुकटुके बामे सोध्याउँदैछ टुकटुके र मेरो उस्तै उस्तै निभुवाको रस अमिलो हुन्छ तर बाटो त फिलिली मैले मेरो बुढीहरूलाई पनि लिएको भए सक्ने थिएछ स्कुटरले तान्थेछ यतिको यतिकै बाटो त घाचाकचुक पारिहाल्छ नि फेरि यो त दिस इज एभिएटर उहाँ चाहिँ एभिएटर हुनुहुन्छ फेरि अहिले हन्डाले बन्द गरे पनि तर यसले चाहिँ खुनको आँसुहरू आउँछ यस्तो कुछ यो बाटो मैले डबल पनि हिँडेको छु तर आज चाहिँ सिङ्गल यस्तो बाटोमा डबल हो फेरि यो त केही होइन ट्रेलर मात्रै हो फिल्म त तल ढुङ्गामाथि अघि पनि भनेको थिएँ नि तपाईँहरूलाई मुटुमाथि ढुङ्गा राखी भने जस्तै ढुङ्गामाथि हिँड्नुपर्छ ओ माई गड फेरि आयो त त्यो शेर्पा सर्भिस आउनुभयो शेर्पाजी आफ्नो सर्भिसको लागि तत्पर हुनुहुन्छ जानुहुँदैछ यसरी कुदाउनुपर्छ मिलाएर फेरि तानो भने बाइकभन्दा स्कुटर सजिलो हुन्छ किनभने स्कुटरले जस्तो ठाउँदै पनि सानोदेखि पनि सट्टै कट लिन सक्छ है मेरो ऊ चाहिँ है फेरि मेरो एक्सपिरियन्स फेरि तैँले किन्नु सक्नु परेन बाइक ठुलो ठुलो कुरो गर्छस् बाइक चलाएर हेर्न भन्नुहुन्छ त मैले बाइक किन्नु सकिहाल्छु नि के हो त सुरुमा म टायर किनौँला चाबी किनौँला अनि त्यसपछि चाहिँ बेलताङ त्यो बेलको बोट त ढलेछ के ढाल्नु भएछ पनि त फेरि आयो अर्को हाम्रो टुकटुक टुकटुकदेखि दिदीले पनि तिम्रो मुस्कान भनेर मुस्कान दिनुभयो मेरा अर्का साथी राइडर गोपाल सर आउनुहुँदैछ हो अब हेर्नु भन्छ के झोल यहाँ झोला हाल्नु भन्छ भन्दा झोलामा बोक्छु भन्दा फेरि सुन्नुहुन्न भन्दा एक होरिएपछि त फेरि मेरोले के भयो पत्ताउँदैन त घरिघरि त यो पनि भाउ खान्छ के मोरी मेरो भाउ खाने भनेको यही त हो एउटा बुढीले कहिले भाउ खाँदैन बाबा यस्तो ल भन्यो भने मानिहाल्छ त्यही भएर यही हो घरिघरि भाउ खाने भनेको खुसी मान्नुपर्छ त्यही भएर बुढीलाई कहिले काहीँ भाउ खाउ न भन्छ जान्दैन सुनाउँछ कहिले काहीँ अस्ति युकेली माइलर सुनाउँथ्यो एक दिन हे बुढी के मगाएको यस्तो नराम्रो भनेर कराइदिएको थियो बुढीलाई सुटीलाई त सुटी अबदेखि म अब मैले मगाएको मन नपराउने भन्नु अब म आज भात पनि खाँदिनँ भन्छ अरे सुटीले भनेर ओ कान्छी अबै भएन आएर भात खाएर भरै 2 घन्टा पछि आज त मलाई त रिस उठेको थियो भात नखानु पर्ने थियो भन्छ पछि सुनाउँछ मोरीले रिसले नखाऊ भने त भुलि गएछ भन्छ त्यस्तै भाउ कोही खाने मेरो छैन भाउ खाने भने यही एउटा हो मेरो भान्जाको अगाडि अगाडि भान्जा ओ भान्जा यता हो हजुर के त्यो झोला सक्नुहुँदैछ नि यहाँ ल्याउनु यहाँ ल्याउनु यहाँ ल्याउनु त बाटै अर्को हो क्या त्यो बाउला हावालाई कुरा गरेर हुँदैन कि भन्छ यो चाहिँ तपाईँहरू डाइरेक्ट यहाँ निस्किनु भएको मेरो त भन्दा फेरि यो क्यामेरा नभएर यार बल्ल बल्ल मिलाएर फेरि आधी त खिचिन नि यो अहिले पनि यस्तो भइगयो हामी चाहिँ फेरि सुगाचरी बोले त प्यारो बट भन्ने ठाउँमा आइपुग्न लाग्छ इच्छा गेजै पो रहेछ यार कस्तै फोहोर पो रहेछ बाटो त
फेरि मलाई खुट्टा झार्नै मन लाग्दैन है फेरि ठुलो कुरो गरे जस्तो हुन्छ है प्यारोट बटर भन्ने ठाउँ छेउमा आइपुग्न आँटेका छौँ अब यो ठाउँ चिरपरिचितै ठाउँ हो यो ठाउँ नचिन्ने कोही छैन यो बर्को रुख हेर्नु त घरमाथि के बर्को रुख ढले के सारा पानी गट्टामा माता प्यारी फर्कन्छु फर्कन्न नम्सारे हे पेन्सन पट्टामा भन्ने गीत सुन्नुभयो होला नि ए घरमाथिको बर्को रुख सरपञ्च थाकेर बस्नु भएको रहेछ अब है सुगा चढिँदै फेरि अब ओह्रालो छ अब यसमा चाहिँ छोडिदिने घरि यताको घरि उताको ब्रेक मात्रै हान्ने अब काम फेरि यहाँ चाहिँ गोरु हेर खसी पारिसकेको छ त्यसको दानै सानो भनेछ पापी दुनियाँहरूले भनेर के भन्नु खसी नपारिने समस्यालाई जोत्दैन फेरि त्यसको त अलगै कहानी छ फेरि सुगाचरीको स्कुल पुरानो भएछ यहाँनिर दुध चिया खानु कम त मिठो हुन्थ्यो यो बाजेकोमा दुध चिया र पाउरोटी अझै त पाउरोटी दुध चिया सकिन्न पाउरोटी चाहिँ फेरि एउटा बचेर है फेरि अर्को दुध चिया मगाउनु पर्ने घरि भएको चमेली कोही छैन अनि त्यो दुध चिया खान पनि सोध्नु पर्ने बाबरो दुध चिया खाउँ भनेर बाबरोलाई फेरि यो चाहिँ फेरि खतरा बाटै छ त्यो खतरा भन्दा पनि ठिकैको खतरा तल हेर न तँलाई कुकुर जस्तो भनेको त्यति भनेन यसलाई के टेन्सन छ र ढुक्क सुतिरहेछ सल्लाह कुकुर भन्छ भन्नु पनि मिल्दैन फेरि उसको नामदेखि बोलाउनु पर्छ फेरि अझै त कुकुरहरूको नाम पनि त अङ्ग्रेजीमा हुन्छ हाम्रोतिर मान्छेको नाम नभएर उहाँ अभेदा चाहिँ सार्कीमा सार्की अरे सार्की छैन नाम नपुगेर कुकुरहरूको फेरि खुसी टमी टाइसन ब्रोक्सन के अरे होइन के पो त्यो रेसलरको नाम के हो त्यस्तो न कुकुरको भनेपछि यिनीहरूलाई अङ्ग्रेजी इज्जत दिनु पर्यो क्या यो कुकुरहरूलाई पनि अब हामी कोसीको लागि यात्रा तय गर्दैछौँ ओह्रालो हुरुरुरुरु यता दुलोमा जाने होइन हामी यतादेखि जाने हो यो चाहिँ फेरि चलाउनेमा पनि भर पर्छ साथीहरू उडेर गइसके कहाँको नि म चाहिँ गफमा लामो भयो भिडियो लामो अब यसलाई चाहिँ एकछिन मारेर फेरि तल अन गर्छु राइडर धनराजको चाहिँ अब यहाँ ठक्क स्कुटरको लिएर आउनु त स्कुटरको ऊ भएको छ ऊ गऱ्यो डबल स्ट्यान्ड भाँचिएछ क्या यार है डबल स्ट्यान्ड भाँचिएछ होइन स्प्रिङ झरेछ ल केही छैन दोरीले अब फेरि अघि मेरो स्प्रिङ झरेको हो भेटिँदैन भन्न दोरी ल्याउनु त अघि मेरो क्यामेराको जुगाड गरे जस्तै अब मैले यसलाई पनि जुगाड गर्ने पनि हुन्छ ट्यालेन्ट भनेको मै हो खोइ त्यो चाबीको छल्लाले बाँध्नुपर्छ मेरोले बाँध्यो भने अब चाबी हराउँछ अन्त सुदीप झिक्नु त भन्छ छल्ला छ त्यसले टक्क बाँधेर ए यो चाहिँ कुकुर जैन भइसक्यो अब कुकुर जैन भनेको थाहा छ होला नि यतापट्टि यता र उतापट्टि जैन भएर छुट्नै मान्दैन त्यो भाइलाई कुकुर जैन हुन्छ हेलमेटले चलाउने होइन क्या अरे मेरो चाबी चाहिँ फेरि खतरा छ दराजको राइडरहरूलाई मैले बाँधिदिएको जुगाड नम्बर 3 चलेर फेरि एउटा सिक्किमतिरको दाजुले गर्नुहुन्छ नि यो तपाईँको पाइप यस्तो भयो भने ठुलो र सानो भयो भने के गर्ने आउनु म तपाईँलाई सिकाउँछु जुगाड भन्दै तताएर स्वाटै पारेर लाप्पै पार्थ्यो त्यस्तै भने जुगाड सिकाएर हिँड्यो गाइजहरू
फेरि रन्काउने हो नि त बुधेहरूले त राइडरहरू त ढुङ्गा सुङ्गा केही भन्दैन घारक डर यस्तोलाई त म मान्छे गन्दिनँ त्यस्ता नाथे भनेर यस्तो ढुङ्गा नाथे त हाम्रो सरहरूले त चौतारीमा थाकेर बस्नु भएको छ उहाँहरू चाहिँ भारी कहाँ हुन्छ भारी तपाईँहरूको भारी यति रहेछ धुलो उडाउँछ र के साथीहरू म त माथि बस्नुको मेरो रिजनै त्यही हो सँगै हिँड्यो भने धुलो देख्नु हुँदैछ होला नि बजियाहरूले उडाउँदै गएको मेरो चाहिँ फेरि जोगाएर जति सक्दो पाङ्रालाई चाहिँ ढुङ्गै माथि पार्नुपर्छ खाल्डाखुल्डी होइन अलैँचीका पातहरूमा रगत बगेको छ भुसुनाहरू पनि यार उमेर गएर हो कि यार 32-33 पुगेर हो कि तरुणीहरू चुम्ने गालामा भुसुनाहरू आएर चुम्छ झाडकमा जुरुक घरि कानमा पो पस्छ कानमा खुसखुसाउनु पर्ने तरुणीहरूले कानमा भुसुना पसेर टिनिने के भएको यो यार मेरो राशिफलै चाहिँ नराम्रो चलिरहेछ के हो गुरुहरूलाई हेराउनु पर्यो 10-11-12 बजी पुगिन्छ होला साकेला 3 घन्टा त लाग्दो हो उदेखि कुर्सीदेखि यो चाहिँ यहाँ रन्काइराख्नु भएको छ राइडरहरूले अब फेरि धनराज म हुँ धीरज डोना भने जस्तो धनराज डोनाले पनि आँकिराख्नु भएको छ पिच हो तल ऊ छ जस्तो छ पाइलट फेरि यो पछाडिको पाइलटलाई त हाम्रो छोरीचेलीहरूले त फेरि छोरीचेली बुहारी खलाकर कसरी हेर्नै सक्दैन नि लपक्कै हो जुगा टाँसे जस्तो पाइलट ल आउने त त्यतै हो तर फेरि पाइलटले घरि यता पार्दैछ र नि भाइ पाइलटहरू यता फेरि ठुलो पाइलट उसको त अलगै इज्जत छ उसले यसको त झन् अलगै जुगा आएन यसमा त ल्याप भाइरस टाँसे जस्तो टाँसिन्छ नि फेरि हाम्रो तल आउँदैछ फेरि अर्को ज्यामराज बाइक स्कुटरले यसलाई ज्यामराजले फेरि यसले बाइक स्कुटरलाई यार्सा गुम्बा ना फेरि आयो उदयपुरे केटो भनेर लेखिरहेको छ उदयपुरे केटोले यो केटी कहाँको उदयपुरेको धनराज डोनाले यो ओह्रालोमा यस्तो हाँक्नुहुन्छ फेरि उहाँ फिलिलिलिलिलिलिले हाँक्नुहुन्छ ब्रेक पनि फेरि हाल्नुहुन्छ ब्रेक हालिएन भने त फेरि कोसीमा डाइरेक्ट हो नि त फेरि यो मायाको सागर हक्ने बेला आगर हुन्छ नि फेरि तिमी हुन्छ भन जेसुकै सहुला जस्तो फेरि राइडर यो हो नि त असली राइडर अनि होन्डाले त हामीले त पुरस्कार दिनु पर्यो नि त नि उचित पुरस्कारको व्यवस्था पनि गरिएको छ भनेर गर्नु पर्यो नि त आमा राइडर हेर्नुहोस् न राइडर हो गाँठे हेर्नु न भन लौ ल यस्तोमा हौ अब भरै पुरै तारिदिन्छ अनि धनराजले बाटो चाहिँ तर राम्रै छ है माथितिर हेर्दा चाहिँ यस्तो चाहिँ छ भिड जस्तो तर राम्रै हो यसको लागि पिच हो हाम्रो लागि भरे म देखाउँछु तपाईँहरूलाई
कस्तो हुन्छ अफरोड भन्ने त यो त पिच हो नि त ब्रेकै हान्नु पर्दैन आम्मा फेरि नाक ठोकिने है यो बाजेहरूको नाक ठोकिने ओह्रालो छ यो फेरि यस्तो ओह्रालो छ पछि फेरि यसले तान्देको पनि म देखाइदिन्छु नि फेरि फेरि यो हन्डा हो नि फेरि हन्डा गाइज 3035 गइसक्यो पेट्रोलको भाउ बढेर यार एक जर्किन बोकेको छु अहिले त मैले फेरि गाउँमा पाइँदैन भने त्यो पनि पहिले गाउँमा 500 को जम्मा आउँथ्यो अहिले 1000 होला त्योभन्दा 1000 को 5 लिटर 1100 कति 5 लिटरको 80 रुपियाँमा जर्किन किनेर बोकेको छु म त जुगाड भनेर त्यति भनेको नि त कोसी त धमिलो रहेछ यार हेर्नु है ए हामी त आज त फेरि यो तर्दिनँ है फेरि सायद हेर्नुहोस् त म यहाँ रोकेर देखाउँछु ल तपाईँहरूलाई हामी पहिले झोलङ्गे पुल तर्थ्यौँ अहिले यतापट्टि बनाएर रहेछ अन्त माछा पनि पाल्नु हुँदैछ झोलङ्गे पुलदेखि तर्थ्यौँ अहिले चाहिँ हामी यतापट्टि के पो भन्छ त्यसलाई यार भुलि गयो मेरो छोरीले 12 क्लियर गर्दा अहिले नर्सरीमा चाहिँ 12 क्लियर गर्दा चाहिँ यो पुल पनि लगभग तर्छ मेरो छोरीले यो अनि मैले बिहे नगरी बिहे त आएन म 22 वर्षमै गरेको बिहे चाहिँ भइसक्यो थियो जे होस् भर्खर असार 15 चल्दाखेरि चाहिँ यो बन्नु सुरु गरेको पुल अब छोरी नर्सरीमा पुग्ने भइसक्यो अब के भन्ने होइन अब यहाँ हुनुहुन्छ होला राइडरहरू फेरि राई मिन्स राई किराती भइगयो डर मिन्स डराई चलाउने राइडर या टुट परो भनेको चाहिँ टुट परिसक्यो माइक यो दशक हेर्नु त कस्तो लिनुहुँदैछ उहाँहरू अब हामी हिँडिहाल्ने हाम्रो ठुलो मान्छेसँग सर्ट गर्छ यो त नखाने कसैमा पैसा चाहिँ हाम्रो भान्जाले तिर्नु हुँदैछ तर तिर्नु कति रे दाजु 990 रुपियाँ 1000 हालिदिनु 10 रुपियाँको के लाने 10 को 4वटा 10 रुपियाँ त छ म त खान्न यस्तो बच्चाले खाने चिज कोही खायो अब हामी हिँडेको फेरि भान्जाले पैसा तिरिसक्नु हाम्रोहरू कहाँ आइपुग्दैछ कि होइन कमान गाइज मेरो त लजाइरहेको हुन्छ प्राय हामी पहिले यो चढेर जान्थ्यौँ यो वाला झोलुङ्गे पुल तर अब चाहिँ यसलाई बेली ब्रिज पनि चढाइदिउँ कस्तो हुँदो रहेछ भनेर सोच आएर नत्र म त्यहीँ चढाइदिन्थेँ बेली ब्रिजै जाउँ न त कस्तो हुँदो रहेछ कसले उद्घाटन गरेको थियो नि भाँची गयो कि के भने उद्घाटन पनि पछि त यो कोसीले बगाइ लगिहाल्छ यो ब्रिजलाई ओहो ल यो बेली ब्रिजले यताको चाहिँ यता चिसापानी काहुले यता कोट्याङ 1-2 तिरको लागि चाहिँ एकदम सजिलो भएको छ किनभने यो छोटो दूरी हुन्छ छोटो दूरी पर्यो नि त यताको लागि चाहिँ नत्र त बाइक स्कुटर त उतो झोलुङ्गे पुल्दै हामी तर्थ्यौँ
साथीहरू हाँकेर गएका छन्। यहाँ पनि डोजर लेखेको रहेछ, यो डोजर रहेछ, खन्नेवाला डोजर। इ यो हो बोनस चाउचाउ भने जस्तै त धान पनि रोप्नु भएको रहेछ, मकै पनि छ। यो चाहिँ बुवा खोला पुल हिजो अस्ति मात्रै भर्खर उद्घाटन भएको। अब मेरो बसन्तीले दोस्रो पटक उद्घाटन गर्दै बुवा खोला पुल भन्यो। सर हो अब यहाँमा हो, पछि फेरि यही खोलालाई माथि यस्तो क्रस गर्नुपर्छ। ए भत्किनु खोज्दैछ क्या हौ टोलीले त मलाई त पिसा फेरेर छोडेछ है, छोरी आयो त मुतेर छोरी आयो जस्तो बाँधेर छोडिदिन्छ भन्छ त्यस्तै छोरी आयो त साथीहरूले। के हो के यार, गाह्रै पो छ है त है, गाह्रै छ है, गाह्रै छ। फेरि यहाँ हाम्रो पाइलटहरू कता बिजी हो? धनराजलाई पनि पर्खिनु पर्ने हुन्छ, किनभने अलिक पछाडि नै थियो रहेछ त। म अलिक स्लो गरेर पर्खेँ त। खोलाले भलले बगाएछ, बाटो चाहिँ अलिअलि थकायो नि। त्यहाँ एउटा सर्ट लिउँ भने त बुवा खोला तल बगिरहेछ। बाख्राहरू गोठामा यो दुईटालाई चाहिँ किन एकै ठाउँमा बाँध्नु भएको? दुईटा बाख्राले एकै ठाउँमा किन बाँध्नु भएको? ए कि म त तिनीहरू युगल जोडी भनेर नि छुट्टी नै नमिल्ने रहेछ कि के भनेर सोधिहालेको नि। हुन के आसिरहेको को के भयो अघि कोसीमा स्टार्ट नभएर बल्ल बल्ल गरेर म के भन्छु तिमी एक्सिलेटर ल्याउ त। ब्रेक पनि हानेर ल्याउ। ओइ यो यसले ठिक छ हिँड है माथिसम्म आऊ। घरि घरि यसले स्टार्ट गर्नु भएर अहिले ठेलाइ मच्ची अलिकति हुनको सुरु आयो नि उदयपुरको
गर्मीमा फेरि यस्तो हट बोयहरूलाई आम्मामा सकिन्छ त ए हाम्रो राइडर फेरि तल आउनु हुँदैछ देख्यो के देखिँदै छैन टाउकोदेखि भएर अलिकति अप्ठ्यारो छ ल फेदी है हजुर फेरि पहिले यहाँ हराभरा पहिले हामी हिँड्दा हराभरा चाहिँ भन्नु मिलेन मतलब गेस्टहरूको हराभरा हुन्थ्यो यो ठाउँमा त्यति साह्रो गेस्टहरू हुनुहुन्थ्यो क्या उसको लागि बस्ने खाने 10 रुपियाँ तिर्यो भने उहाँहरूको ओछ्यानमा सुत्न दिनुहुन्थ्यो आफै त्यतिकै खाट मात्रै युज गर्यो भने पैसा लाग्थेन खाने हाम्रो पहाडीहरूको अड्डा यही थियो न यो बाटो जाउँ कि के हो भनेको साथीहरू मान्नु भने यो पनि ठिकै रहेछ त पुलदेखि हामी होली तरिदेऊ न माझी दाई भनेर अब बुवा खोला हान्नुपर्छ रहेछ यहाँ पनि बुवा खोलामा पनि पक्की पुल ए रुवा फेदी बुवा खोला पुल पाइखाना यता बर्खामा त फेरि यो खोला हिट बन्छ नि तर अहिले पनि हिटै छ कता कतिपल्ट पारी पनि छ होला जहाँसम्म मलाई लाग्छ अब धनराज सरले तार्नुभयो त्यहाँ ढुङ्गा रहेछ अब गोपाल सरले तार्नुहुन्छ तर साला ऊ भयो के भान्जाको झोला चाहिँ डुब्यो के भान्जा सिटीको झोला डुब्यो अब के गर्नु है भान्जा सायद अलिकति मनै रिसाउनुहुन्छ होला मामालाई केही भन्नु नसके पनि यो मामा कस्तो खाले हुन्छ खोलालाई काटेको छ पहिले त ओरासम्म थियो त ए बिस्तारै बिस्तारै आऊ जुत्ता भिजाउनै पर्छ त ल ल त ठेल्नुपर्छ हिँड होइन उताकै ठेल तिमी उताकै ठेल फेरि ल हस् अब गए भेष पानीमा स्टार्ट गरेर त हुन्छ हुँदैन साइलेन्सरमा पानी छिरेको छ ल ऊ छिटो छिटो हान छिटो अझै हान न चोक तानेर हान चोक तानेर ओह्रालो मुन्टो पार्नु पर्यो होइन माथिबाट A1 यसो घोप्टा त भन घोप्टा त घोप्टा साइलेन्सरमा पानी छिरो क्या ल उचाल्नु त यतादेखि यस्तो हो यस्तो ए
ल ल होस् त हेर खुनको आँसुहरू आउनेवाला बाटो ए अन्त मैले भुलि गइहाल्छु तलतिर भिडियो बनाउन सजिलो रहेछ तल रुवाएन खुनको आँसु त ल यति कटेपछि चाहिँ फेरि घिउ घिउ जस्तो छ है बुवा होला सलल बगिरहेछ माथि डाँडामा पुग्नुपर्ने ल हेर्नुहोस् प्रत्यक्ष प्रसारण कि के भनेर चाहिँ यस्तै बाटो चाहिँ अब धन्दा चाहिँ फसिगयो उता चाहिँ केटासँग आइडिया छ स्कुटर भन्ने जातै यस्तै हो के गर्नु घरि ठेल्ने घरि चढ्ने गर्नु स्कुटरमा रोड पिच छ पिच रोडमा यस्तै हो घरि ठेल्नुपर्छ घरि चढ्नुपर्छ होइन त हजुर मान्छ अनि 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 यहाँ बाउको बिहे देख्दैन त नि हाम्रो राइडरहरूले अनि टुच्चे छिराउनुपर्छ अनि अनि यस्तोमा अनि टेटे देखिँदैन त नि अनि बिमारी भन्नु पाइँदैन भन्छ हाम्रो हरकम दाजु काममा अठाउँदा जस्तै बिराम भन्नु पाएको छैन तपाईँ अनि 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 यत्तिकै हुन्छ जान्छस् दुई फिर मासुको लागि कम कम गाह्रो छ रुक्कै अनि दुई फिर्का मासुको लागि आइ ल
ल निगालबास आइपुगे जसो तसो यसो साधनहरूलाई कुटो कुम्लो गरी गरी प्रकाशलाई याद छ हजुरहरूलाई यो निगालबास पहिले चाहिँ यो बाटो जानुपर्छ बेलटार अहिले चाहिँ यो बाटो चाहिँ निगालबास पुष्पजीको मावला पनि त्यही हो है पहिले चाहिँ रोड हुँदा ठ्याक्कै थाहा हुन्थ्यो पुष्पको कुन हो माला भन्दा अहिले त रोडले इन्फ्रास्ट्रक्चरै बिगारिदिएको छ कुन पो हो कुनै थियो यहाँ यस्तो टर्निङतिरै थियो कुन माथिल्लो हो कि तल्लो हो निगालबास चाहिँ यो क्याएर पुग्यो धारा थियो यो धाराको पानी यस्तो मिठो हुन्छ गफ लागेन यस्तो अरूतिर पेलेक पेलेक भयो भने यो धाराको चाहिँ ओभर कि हाम्रोतिरको जस्तै नत्र यतातिरको पानी त फेरि त्यही हो यसले त भित्रको चिजहरूलाई त हल्लाएर लाग्दै पारिसक्यो त यार यो वाला पिच चाहिँ साह्रो नमिठो हुन्छ तर चेपिएर त मूत्र थैली बिग्रिसक्यो होला त यो पिचबाट ठिक छ है यो पिच चाहिँ हरामी है यो अब हामी एकैचोटि चिसा पानीमा भेट्नेछौँ हामी फेरि भेट्नेछौँ चिसा पानीमा यो चाहिँ फेरि सीता पाइला सिद्ध पाइला है काठमाडौँको सीता पाइला यो सिद्ध पाइला यहाँ खै के गाई कि के गाईले चाहिँ यहाँ यही ढुङ्गातिर क्या भाग्दा भाग्दै के गर्दा पाइला छोरी आउनुभएको थियो अरे त्यसमा पनि हामी बेलुका दादा सबले ढोकेर फुलपाती चढाउने पनि गरिन्थ्यो यहाँ पहिले अचेल त खै बाटो माथि रहेछ त्यो खासै गर्दैन होला पहिले चाहिँ यहाँ चाहिँ ढोक्ने गरिन्थ्यो है हजुर पहिले को आउनु भएको छ बेलुका मेरो रेसियो 56 सालसम्म जन्मेकोहरू लगभग बेलटर त सबैले दुःखै गर्छ त्यसपछि गर्ने गरेन होला किनभने त्यसपछि रोड सोड आयो हाम्रोमा विकास चाहिँ चाँडै भएको तर अलिक ठुलो खाले विकास हुन सकेन क्या सानो खाले भोजो कतिका मात्रै हुन सक्यो अस्ति जस्तै हामी अस्ति पिकनिक गएको ठाउँ पनि धुलिएर पनि त यस्तै त डाँडामा यस्तै त थियो यही निगालबास जस्तै 4-5-8 हजार तिरेर खानुपर्छ यता आयो भने यहीँ फेरि अब लगभग 4-5 मिनटमा 4 मिनटमा चिसा पनि पुग्छौँ होला
20-25 मिनटको बाटोमा हाम्रो मामा सुति जानु खोज्दैछ भान्जा यता धनेवानम यता जब्बरेवानम हुँदै अब हामी धनेवानम ल अब लाग्यो हामी तर नारक भन्ने त फेरि लिका पोखरी र अप्लुखाको पनि मुहिताङ मुहिताङ मात्रै थाहा हुन्छ है नारक भन्ने ठाउँ छ फेरि इन्टरनेसनल ठाउँ होइन यो नेसनल हो हातहरू दुखिरहेछ टाउको गिदी खलबलिएर यी मेरो उसको पहिलोचोटि गिदी खलबल्यो मेरो स्कुटरको यार धेरै हल्लिएर अघि छाँदेर वाक्की वाक अब रन्काउने हो अब एकैचोटि हामी पुग्छौँ माथि लिकुवा डाँडा उडेर होइन मतलब मेरो भिडियोमा चाहिँ त्यहाँ मात्रै स्वागत गर्छु अघि अघि खोइ निकै बकवास गर्दै भिडियो बनाइयो तर खासै माइक अफ थियो जस्तो लाग्यो त्यही क्या गुन्डा बनेगा वो अलग ही लेवल का आदमी है इंसान के झन् वो अलग ही लेवल का आदमी है भन्छ त्यस्तै अलग लेभलै मेरो अलग छ माइक अन नगरी बोली मर्दो रहेछ बाउला जस्तो भेली बाँध्दो रहेछ होस् गरेर कुरा गर बाउला भन्छ त्यस्तै ल जति बकवास गरे पनि त्यही हो बाटो यस्तै हो यो चाहिँ एकदम पिच हो अघि चाहिँ हामी उतिर थियौँ डटफट हानिरहेको थियौँ अफ रोडतिर यो पिच पिच बाटोमा त स्कुटर त देखिरहनु हुन्छ होला अगाडि उडेको मेरो पनि त्यस्तै उडिरहेछ हो आमामा टाढा ल अब हामी फेरि के तल देखाएर लिकुवा पोखरीको लगभग लिकुवा पोखरी छेउ आइपुग्यो जस्तो लाग्यो मलाई स्ट्रोलिङ गर्नुभएको रहेछ स्ट्रोलिङमा फेरि साह्रै मिठो हुन्छ कि हेर्नु भएर पोखरी चाहिँ यही हो पोखरी त यही भने तर क्याप्चर गरेन क्या यहाँ बिसाएर यसको चाहिँ किंवदन्ती चाहिँ के पनि छ भने बडा पोखरी चाहिँ कता माथिदेखि आउँदा चाहिँ बिसाउँदै झरेको थियो अरे क्या एक ठाउँ कपासेमा अनि एक ठाउँ चाहिँ यहाँ अरे पोखरी त रहेछ पानी छैन अहिले यसको पनि संरक्षण गर्न खोजिरहनु भएको छ होला सायद कि खोइ पोखरी त राम्रो बनाउनु भएछ पानी रहेछ यही त छ अहिलेको समस्या भनेको मेन यही छ पहिले बरु पानी हुन्थ्यो भैँसीहरू आल खेल्थे तर यो थिएन अब अहिले चाहिँ अब पानी छैन यी संरचना यस्तो राम्रो अहिलेको स्कुलहरू पनि म हेर्छु हामी यही लिकुवा पोखरी 9 र 10 मा पनि पढेको 9 र 10 लिकुवा पोखरीमा अनि 1 देखि 8 9 10 3 वर्ष पढेमा पनि यही माथि स्कुल 1 देखि 7 सम्म मुहिताङमा त्यति बेला भवनै हुन्थेन क्या हामी कति भवनहरू पुनर्निर्माण हुँदा हामी प्लास्टिकमा बसेर पढ्थ्यौँ लिकुवा पोखरीमा 8 मा आइयो त्यति बेला सिट हुन्थेन सिटको यस्तो चिन्ता हुन्थ्यो होइन एउटै कोठामा 87 जना थियौँ क्या हामी 8 मा तर अहिले सिट छ संरचनाहरू त्यस्तै छ राम्रो मुहिताङमा पनि स्वास्थ्य समाज काली आधारभूत विद्यालयमा पनि भवनहरू यस्तो दामी छ है सिमेन्टवाला तर अहिले विद्यार्थी छैन शिक्षण प्रणाली अलिकति थच्किएको हो कि जस्तो पहिले जस्तो कम्पिटिसन छैन त्यस्तै भइरहेछ अहिले गाउँमा चाहिँ अब पहिले यहाँ यो पोखरीमा पानी हुन्थ्यो आहाल हुन्थ्यो आहाल जस्तो थियो अब पानी छ
संरक्षक थिएन, संरक्षण थिएन, भैँसीहरू आहाल खेल्थे। अब अहिले यस्तो राम्रो बनाउनु भएको रहेछ, तर अब ऊ छैन, के छैन भन्दाखेरि चाहिँ संरक्षण छैन। ए म त फेरि कहाँ हालिहालेको नि त, म त यता साथीहरू यहाँ माथि बिसाउनु भएको छ, म त रन्की हालेको सर्टकट। 10 ठाउँ नबिसाउ न साथी हो, 10 ठाउँ नबिसाउ न यार। यो बेरै बेर बेरै बेर ऊ त्यहीँ बिसायो भने 1 किलोमिटर पनि हात त मेरो त नसा नसा देखिरहेछ यार। कस्सा म के खाजा अर्डर गरिसक्नु? ल खाजा अर्डर गर्नुभएको रहेछ, स्पोन्सर बाई सुदीप राई। सरी, स्पोन्सर बाई धनराज राई, सह स्पोन्सर सुदीप किराती होइन। सह भनेको चाहिँ 10% तिर्ने खानुको लागि उहाँ हुनुहुन्छ रेडी। अनि त्यसपछि अनि म केलाई पेट्रोल हाल्नु कसम धनराजले पेट्रोल कति हाल्यो? राम 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 भाइ, पानी त्यही भएर पर्नु खोजिरहेछ। ए हिजो पनि हाल्यो? फेरि मैले नत्र मैले तिमीलाई बोक्थेँ नि, मेरो बुढीले भान्जाले बोक्नुहुन्थ्यो। हामी खाजा खाएर भने निकै ओह्र आइसक्यो। ठुलो ढुङ्गा, ढुङ्गा चाहिँ ओभर हेभी हेभी भएको कारण होला ठुलो ढुङ्गा। हाम्रो मुकुन्द सरको घर के गर्नु हुँदैछ, सुई गर्नुहुन्छ कहाँ पनि। हाम्रो सानीमाको घर, सानीमा बरीलाई जाऊ बगाइदेऊ पानीमा भन्ने गीत पहिले खुब हिट चलेको थियो नि त। अब हामी पुग्यो दिलुङ खोला। ओहो पानी त भ्यास्किया खुब जम्या रहेछ। बिचबिचमा स्कुटरले सावर पनि लिनु पाइरहेछ। सावर घरि सङ्लो सावर, घरि हिलो सावर, घरि सरफसँगको अघि तलतिर चाहिँ सरफ नभएको सावर, यो चाहिँ सरफसँगको सावर पाइरहेछ। अब लाग्यो हामी पारी तर्नुपर्ने पारी। राइडरहरू आमा अगाडि अगाडि यस्तो फास्ट राइडर उडाउनुहुन्छ अहिले, किनभने स्विङ मात्रै पारौँ त उडाउनुहुन्छ। यही बाटो स्कुल हिँड्थ्यो हामी पहिला, आमामा 365 दिनमा छुट्टी यताउति गरेर 165 नगयो भने 200 दिन त जानु पर्थ्यो यार। आउँदा चाहिँ लास्टै भोक लाग्ने, जाँदा त थेप्लो सेप्लो रन खाएर गइन्थ्यो नि त हजुर, होइन हजुर। आउँदा त खै हाम्रो गोठहरू राइडरहरू सकिन्छ। ऊ मिसफायर हान्नुहोस् राइडरले, सकिन्छ त राइडरलाई, सकिँदैन नि। म चाहिँ पछाडिदेखि बिस्तारै बिस्तारै पछ्याउने कोसिस गरिरहेको छु भन्दै मेरो 2 शब्द भएन, 2 शब्द राख्दिनँ तपाईँहरूलाई। मैले उता देखाइसकेँ अघि, सरफ पानीमा मेरो स्कुटर त नुहाएको देखाइसकेँ। अब नुहाउँछ फेरि सङ्लो पानीमा। सरफले नुहायो, सरफले नुहाएपछि ढाडहरू पन्कायो होइन, ढाड पन्काएपछि अब फेरि सफा पानीले नुहाउनु परेन। पारी राइडरहरू पेट पाल होइन। अब दिलुङ खोलाको स्वच्छ पानीले फेरि नुहाउँछ मेरो स्कुटर। ल अब राम्रो पानीले नुहायो, अब शुद्ध भइसक्यो त, सङ्लो पानी आइसक्यो त। हामी फेरि पारसमा सरकोतिर हिँडेको भए थाहा यहाँ आइपुग्यो। कुन ठाउँमा भन्दा देवीथानमा भेनाजु दर्शन
सन्चै हुनुहुन्छ भेना भेना ए भेना सन्चै हुनुहुन्छ ए यहाँ भेना अलिक कान सुन्नुहुन्न के अरे ए हाम्रो देवीथान सबैले पुज्ने देवीथान यहाँ पनि अब